जय मसी फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो सानो म्युजिक भिडियोमा। र आज चाहिँ यो भिडियोमा चाहिँ हामीले 18 देवान सरको नयाँ काम हुँदैछ भन्ने गीतलाई हैन टक्क पाएर हान्दिन्छौँ, सिक्छौँ भनौँ न। अनि यसमा चाहिँ मैले इजी कर्ड लिएर आएको छु, जो चाहिँ चर्चमा बढ्दै गरेको जवान हुन्छ, जो चाहिँ गिटार बजाउने इच्छा हैन गिटार बजाएर गीत गाउने इच्छा छ, उहाँहरुको निम्ति रहेको छ। र तपाईहरुले चाहिँ मेरो जस्तै मोटो भोइस भनौँ न हैन बेस भोइस भएको जवान होस्, उनीहरुको लागि एकदम स्पेशल छ। मैले चाहिँ यो मेरो निम्ति यो चाहिँ ओरिजिनलमा गाउँदा निकै हाई हुन्छ, त्यसकारणले मैले चाहिँ यसलाई स्केल घटाएर सी बाट मैले गाउँछु र तपाईहरुलाई चाहिँ सी को रिलेटिभ कर्ड पनि सिकाउँछु मैले कसरी गाउने भनेर। अनि नयाँ काम हुँदैछ मेरो हृदयमा यो गीत चाहिँ यो गीतलाई चाहिँ हामीले दुईटा पार्टमा हेर्छौँ। पहिलो पार्टमा मैले थोरै गाउँछु र अनि सेकेन्ड पार्टमा अर्को भिडियोमा मैले अपलोड गर्छु। र यसमा चाहिँ यो जुने कर्डहरु रहेको छ सी मेजर, अनि हाम्रो जी मेजर, अनि एफ मेजर, अनि ए माइनर, अनि यसमा चाहिँ यो जुने कर्ड यति नै छ हुन्छ। यो गाउँदाखेरि चाहिँ यस्तो सुनिन्छ। नयाँ काम हुँदैछ मेरो हृदयमा, नयाँ काम हुँदैछ मेरो जीवनमा, नयाँ काम हुँदैछ मेरो हृदयमा, नयाँ काम हुँदैछ मेरो जीवनमा, म नयाँ हुँदैछु येशूको न्यानो उपस्थितिमा, मनीको हुँदैछु शरीर आत्मा अन्तस्करणमा, म ग्रहण गर्दैछु येशूको वचनलाई, येशूको वचनलाई मेरो हृदयमा, येशूलाई दिँदैछु मेरो सम्पूर्ण समर्पण गर्दैछु, मुक्तिदातालाई नयाँ काम हुँदैछ मेरो हृदयमा, नयाँ काम हुँदैछ।